राजु सरले अस्ति प्रेस मिटमा भने जस्तै एउटा सुन्दर फुल छ, यो फुललाई हामीले शिरमा पनि सजाउन मिल्छ, मनमा पनि सजाउन मिल्छ भने जस्तै हामीले एउटा कुरा चाहिँ के भने जति धेरै तपाईँहरूले विश्वास गरेर हाम्रो चेलीलाई मलाई विश्वास गरेर विजय बनाउनु भयो। मलाई चाहिँ साँच्चै भन्नुपर्दा माथि हेर त अनि सजिलो हुँदो रहेछ। म माथि हेरेँ ठिक भयो, बल्ल रोक्यो। खुसी लागेको छ भन न। सरी यो चाहिँ खुसीको हाँसो है। साँच्चीकै भन्नुपर्दा हामी सबै 16जना टिम हुँदा पनि हाम्रो कोच राजु लामा सरलाई पनि धेरै धेरै बधाई दिन चाहन्छु। हामी एउटा कर्णालीबाट, त्यो दूरदराज गाउँबाट हामीले एउटा फुल लिएर आएका थियौँ। उहाँको गाउँपालिकाको नाम पनि गुराँस गाउँपालिका। फुलै फुल भएको एउटा गाउँबाट हामीले एउटा फुल लिएर आएका थियौँ। त्यो फुललाई काठमाडौँमा लिएर, राजधानीमा लिएर त्यो फुललाई फक्राउने काम, त्यो फुललाई सजाउने काम र त्यो फुललाई राजु सरले अस्ति प्रेस मिटमा भने जस्तै एउटा सुन्दर फुल छ, यो फुललाई हामीले शिरमा पनि सजाउन मिल्छ, मनमा पनि सजाउन मिल्छ भने जस्तै हामीले भोट गरेर हाम्रो अथाह माया दिएर हामीले आज हाम्रो चेलीलाई भोइस अफ नेपालको चर्चित एउटा फ्रेन्चाइज सोको हामीले ताज आज पहिराइसकेका छौँ र बहिनीको आगामी साङ्गीतिक यात्रा अझै अब हुन त सबै कुरा हिजो अस्ति त्यो इभिनिङमै अब गोपी भाइले सोधिसक्नु भयो। खास अब त्यस्तो भन्नुपर्ने एकदम कुरा त केही पनि छैन। तैपनि एउटा भनौँ न यो एउटा खुसीको माहौल, सबैजनाले एउटा सेलिब्रेट गर्ने माहौल होइन भएको हुनाले चाहिँ जो अब पहिला सर्वप्रथम त अब निता बहिनीलाई, हाम्रो चेलीलाई चाहिँ अब हाम्रो भोइस अफ नेपाल सिजन 7मा टिम राजुलाई प्रतिनिधित्व गर्दै भोइस अफ नेपाल सिजन 7को पहिलो महिला चेली विनर भन्नुभएकोमा एकदमै धेरै बधाई अनि र एकदमै धेरै बधाई। अनि यो जित चाहिँ अब जस्ट निता बहिनीको मात्र होइन, कर्णाली प्रदेशको मात्र होइन मगरको मात्र होइन, एउटा सिङ्गो नेपाली चेलीको विजय हो है। अब हाम्रो मगरको, हाम्रो अब कर्णाली प्रदेशको त्यो त छँदैछ, तर अब त्यो मात्र नभइकन एउटा सम्पूर्ण नेपाली चेलीहरू जो चाहिँ कुनै पनि फिल्डमा भनौँ अथवा विशेष गरेर साङ्गीतिक फिल्ममा लाग्न चाहनुहुन्छ, उहाँहरूको लागि एउटा प्रेरणाको स्रोत हो र एउटा उत्साह र उमङ्गको एउटा बाटो हो। त्यसले गर्दाखेरि एकदमै खुसी छु अब कि तपाईँहरू सबैजनाले होइन यति धेरै माया गर्नुभयो। हाम्रो अघि हाम्रो नन्दजीले भन्नुभएको थियो, उहाँ चाहिँ नन्दजी हाम्रो गङ्गाजीले भन्नुभयो है कि उहाँ चाहिँ एउटा सुनखरी हो, गुराँस बिचमा फुल्नु भएको, किनभने उहाँको गाउँसम्म जाने मेरो पनि एउटा सौभाग्य जोड्यो। यसलाई एउटा कार्मिक कनेक्सन भन्छ, किनभने नत्र अब म कहाँको मान्छे है, म पनि एउटा पाहाडकै मान्छे हो, तर पनि अब कहाँबाट अब त्यति टाढा पुग्ने एउटा अवसर जोड्यो। त्यसले गर्दाखेरि यो सबै एउटा लेखेको थियो, कतै न कतै हामी जोडिएको थियो। त्यसले गर्दाखेरि म सधैँ के भन्छु भने जित मात्र ठुलो कुरा होइन, सबैभन्दा ठुलो कुरो मन जित्नु ठुलो कुरा हो र एउटा असल व्यक्ति बन्नु ठुलो कुरा हो है। अनि कम्प्यासन भन्छ नि, दया करुणा भनेको चाहिँ सधैँ हुनुपर्छ मान्छेमा होइन। र दुःख नभएको मान्छे कोही पनि छैन, तर इट्स पार्ट अफ लाइफ है। कहिले पनि हामी के भन्छ हरेस खानु हुँदैन अथवा हामीले आशा मार्नु हुँदैन, किनभने दिनपछि रातपछि दिन हुने हो। यो इट्स पार्ट अफ लाइफ सर्कल हो। तर भन्दैमा चाहिँ आत्तिनु पनि भएन, नात्तिनु पनि हुँदैन होइन। त्यही हो, अब निता बहिनीलाई आफ्नो परिवारसँग 2-4 दिन मजाले सेलिब्रेट गर्नुहोस्, खुसी मनाउनुहोस्, भनौँ न आफ्नो हाम्रो समाज मगर समाजसँग खुसी मनाउनुहोस् र सम्पूर्ण आफ्नो शुभचिन्तकसँग खुसी मनाउनुहोस् भन्छु। अनि अर्को कुरा चाहिँ त्यसपछि अनि फुल स्विङमा नयाँ गीतहरू आओस्, नयाँ उयोहरू आओस्। किन हाम्रो गङ्गाजीले भन्छ हाम्रो मगर समाज चाहिँ आउनै पर्छ भन्नुभयो होइन। त्यसले गर्दाखेरि
यति यति धेरै गइदिनु छ उहाँले हरेक पटक प्रोग्राममा निकै चाहिन्छ भन्नुहोस् त्यसले गर्दाखेरि आम स्योर अब आफ्टर दिस तपाईँको लाइफमा स्लाइटली चेन्जेसहरू हुन्छ होइन किन तपाईँहरू टुरहरू गर्नुहुन्छ धेरैजना अब इष्टमित्रहरूले तपाईँहरूलाई अब चिन्नुहुन्छ बोलाउनुहुन्छ कन्सर्ट्सहरू हुन्छ त्यसले गर्दाखेरि त्यही हो बहिनीको यो यात्रा चाहिँ भनौँ न एकदमै सुखद रहोस् राम्रो रहोस् अनि अब यस्तो पनि हो अब एभ्री डे अब हामी भोइसमा हुँदा पनि भेट्थ्यौँ अब सधैँ सधैँ अब भेट्दैन होला तर पनि यो नसोच्नु कि के भन्छ जोले मेरो कोचले मलाई माया मार्यो है किनभने हुन्छ नि आमा म्यान विथ द वर्ड है म चाहिँ जे बोल्छु त्यो गर्ने मान्छे त्यसले गर्दाखेरि तपाईँलाई मैले त्यतिखेर पनि भनेको थिएँ आज विजेता भएपछि पनि भन्छु तपाईँलाई कुनै पनि पल कुनै पनि समयमा तपाईँलाई मेरो आवश्यकता अथवा मैले गर्न सक्ने चिज के छ भने के भन्छ कोच मात्र होइन दाजु सम्झेर अनि यो सोच्नु कि माइती छ विश यु गुड लक थ्याङ्क यू रियली प्राउड अफ यु ल मलाई एकदम खुसी भयो अब म रुन्न भन्छु कहिलेकाहीँ कस्तो हुन्छ है इट्स खालके हुन्छ नि अब नसोचेको चिजहरू हुँदाखेरि खुसी लाग्छ है अनि अस्ति चेली रोयो मैले नरो भन्दै थिएँ आज म रोएँ यो एउटा के भन्छ नि एउटा खुसीको हाँसु है त्यसले गर्दाखेरि भेरी ह्याप्पी होइन उसको घरमा जाने मौका पाएँ एकदम रमाइलो भयो हामीले होइन अति धेरै दुःख गऱ्यो सबैले र अनि जति पनि इच एन्ड एभ्री वान जसले मेरो चेलीलाई विजय बनाउनुमा सपोर्ट गर्नुभयो उहाँहरूलाई मेरो एकदमै हृदयदेखि नमन अनि एउटा कुरो चाहिँ के भने जति धेरै तपाईँहरूले विश्वास गरेर हाम्रो चेलीलाई उहाँलाई विश्वास गरेर विजय बनाउनु भयो त्यो विश्वासलाई हामी सदैव एकदमै शिरमा राखेर हिँड्न चाहन्छौँ थ्याङ्क यू चार बज्यो है है अब अनेस्टली भन्दा कसम अब अस्ति जुन दिनदेखि हाम्रो निता बहिनी जित्नु भयो त्यो दिनदेखि हामी राम्रोसँग सुतेको पनि छैन क्या त्यसपछि सिधै घर गयो जाँदा 2-3 बज्यो त्यसपछि बिहान पोखरा गयो प्रोग्राम गरियो बिहान फेरि 3-4-5 बजी उठेर फेरि एयरपोर्ट आयो अहिले यहाँ आयो फेरि भरे बेलुका जानुपर्छ है अनि इट्स नाइस है यो एउटा जर्नी हो जर्नीमा यस्तो हुन्छ सो गीत चाहिँ के गीत नेक्स्ट टाइम गरौँ भन्छ होइन विश्वास सो मलाई अलिक रस पनि छ है तर मैले भने नि त यो जित चाहिँ मेरो मात्र होइन हामी सम्पूर्णको जित हो हामी सम्पूर्ण नेपालीको जित हो है अनि प्लस मेरो अर्को चेली यहाँ भविका पनि छ है भविकालाई पनि एकदमै धेरै शुभकामना म आफ्नो पालामा पनि घुमेको थिएँ है तर आउनु भएन तर पनि जे होस् अब नआउनु भए पनि मेरै चेली हो है आम भेरी ह्याप्पी होइन त्यसले गर्दाखेरि एकदम थ्याङ्क यू भेरी मच है हजुरलाई तपाईँहरू म निस्किन्छु यसलाई अन्यपन्न सोच्नुहोस् होइन के भन्छ तपाईँहरू बस्नुहोस् मैले हेर्दा फ्यामिली बस्नुहोस् रमाइलो गर्नुहोस् इष्टमित्रहरू बस्नुहोस् होइन ल भनिहाल्नुहोस् है त राजभाइ एकछिन बस्नु एकदम धेरै आज भावुक हुनुभयो होइन एकदमै यो खुसीको आँसु के कुरा चाहिँ सम्झिनु भयो भोइसको जर्नी होइन र आँसु आयो चाहिँ अब यस्तो हो है अब जर्नी अब कसैको पनि जर्नी सहज छैन कुनै पनि मान्छेको अब यस्तो हो अब म पनि एउटा पहाडको मान्छे होइन अनि अब मेरो आफ्नै खाले स्ट्रगल छ बहिनीको पनि एउटा अब हुन त मैले म सिङ्गर बन्छु भनेर मैले सोचेको त थिएन तर पनि अब यताउता ठोकिँदै जाँदाखेरि यता सङ्गीततिर ठोकियो हिँड्दै जाने क्रममा अब समहाउ आई सर्भाइभ अनि यहाँसम्म आइपुगेँ त्यस्तै बहिनीको पनि एउटा इच्छा एउटा कुना भनौँ न होइन अब मैले भने बाटो गएन भने एटलिस्ट त्यहाँबाट सुर्खेत आउन 3 दिन लाग्छ है त्यो चाहिँ पक्का एकदम होइन तर पनि अब सी इज भेरी फर्चुनेट कि अब यस्तो माया गर्ने दिदी होइन माया गर्ने आमा बाबा अनि 3 जना मामाहरू लगायत हाम्रो कमल भाइ जस्तो अब दाजु होइन अब नन्दजी जस्तो अब
भनौँ न अभिभावक त्यस्तै डल्लै मगर समाज भने यो भनेको चाहिँ के भने एउटा युनिटी हो, एकता भनेको शक्ति हो। त्यसले गर्दाखेरि अब यो चाहिँ एउटा यस्तो इक्जाम्पल हो कि भोलि गएर हामीले देशमा पनि केही चिज गर्न चाह्यो भने युनिटी भनेको चाहिँ पावर हो र धेरै चिजहरू गर्न सक्छ भन्ने एउटा पोजिटिभ सन्देश पनि जान्छ जस्तो मलाई लाग्छ है। त्यसले गर्दाखेरि आइम भेरी ग्रेटफुल है कि अब हाम्रो मगर समाजको जति पनि अब भनौँ न भातृ सङ्गठनदेखि लिएर सानो इकाइदेखि लिएर केन्द्रदेखि लिएर हरेक उहाँहरू यति धेरै लाग्नुभयो, यति धेरै भनौँ न आफ्नो चेलीलाई सपोर्ट गरौँ भन्ने। त्यसले गर्दाखेरि मान्छेले चाह्यो भने आँट्यो भने नहुने कुरा केही छैन, तर के हुनु पऱ्यो, एकता हुनु पऱ्यो, मनबाट लाग्नु पऱ्यो। त्यसले गर्दाखेरि यस्तो कुराहरू देखेर यो युनिटी देखेर एउटा मलाई अब सबैतिर यस्तै चिज हाम्रो देशमा पनि त्यस्तै भयो हुन्थ्यो अथवा हाम्रो गाउँमा पनि त्यस्तो भयो हुन्थ्यो, छिमेकमा त्यस्तो भयो हुन्थ्यो जस्तो मलाई फिल भयो। त्यसले पनि भावुक बनायो। प्लस मैले भने नि त अब सानो अब भर्खर अब 20 वर्षको अब बच्चाहरू होइन, अब नानीहरू अब यति धेरै जिम्मेवार पाएको छ। अनि प्लस भने नि म जस्तै अब एउटा एकदमै ग्रास रुटबाट आएको मान्छे होइन, त्यसले गर्दाखेरि हामीहरूको लगभग कथा उस्तै छ है। मेरो घरमा पनि थुप्रै चेली छ। मेरो घरमा अब तपाईँहरूलाई मैले पहिला पनि थुप्रै भनिसकेँ, मेरो 7 जना चेलीहरू छ है। मेरो एकजना भाइ छ, हामी 9 जना नानी केटाकेटी होइन। सो गर्दाखेरि उसको पनि अब 5 जना सबै गरेर है भनेको त मेरोभन्दा अलिक कम्ती रहेछ भनेको मैले होला। तर भए पनि अब दे वर्क रियली हार्ड। सबैले सपना देख्नुपर्छ र सपना देखेर मेहनत गऱ्यो, लगन गऱ्यो भने चाहिँ लगनका साथ अगाडि बढ्यो भने चाहिँ अब सफलता हुन्छ भन्ने कुरा सी प्रुभड इट। सो आइम भेरी ह्याप्पी। त्यो भएर पनि मलाई एउटा अब एकदमै मलाई उसले जितेको मेरो आफ्नै दिदीबहिनीले जितेको जस्तो फिल भयो। एनी क्वेसन? मगरलाई चाहिँ अब पोलिटिक जर्नीमा महत्त्वपूर्ण एउटा के भन्छ भनेदेखि सन्देश अथवा एउटा अगाडि बढ्नलाई, किनभने आफ्नै हो के भन्नुहुन्छ? मैले बहिनीलाई अस्ति पनि भनेको थिएँ, अस्ति उसमा पनि भनेको थिएँ, अस्तिको जुन दिन जित्ने दिन पनि कुनै पनि यात्रा सहज छैन होइन। त्यसले गर्दाखेरि यात्रामा हिँड्दै जाँदाखेरि कहिले ठोकिन्छ, कहिले लडिन्छ होइन। तर म के भन्छु भने तपाईँ एकाग्र लागिरहनुहोस्, किनभने इट्स पार्ट अफ जर्नी। सो मेहनत गर्दै जानुहोस्, लगनका साथ जानुहोस्, डिसिप्लिन भएर बस्नुहोस्। तपाईँको बाटो कहिले पनि रोकिँदैन। र अर्को कुरा चाहिँ के हुनु पऱ्यो भने मान्छे चाहिँ पानी जस्तै हुनु पऱ्यो कि जता पनि ब्लेन्ड हुन सक्ने है, हम्बल हुनु पऱ्यो, नम्र हुनु पऱ्यो। र अर्को कुरा चाहिँ कस्तो भने मैले बहिनीलाई त्यो दिन पनि भनेको थिएँ, आज पनि भन्छु, सुखमा नमात्तिनु, दुःखमा नआत्तिनु, आफ्नो कर्म गर्नु र आफूलाई विश्वास गर्नु, त्यही भन्न चाहन्छु। र यो कुरा मेरो चेलीले मनन गर्छ भन्ने कुरा मलाई एकदम विश्वास छु। हजुर एउटा कुनै देश अथवा सँगै जाने कहिले होला त जुट्ला? अफकोर्स हुन्छ होला, कहीँ न कहीँ हुन्छ, कहीँ न कहीँ ठोकिन्छ होइन। आई डोन्ट नो त्यो कहिले जुट्ला, तर डेफिनेटली कहीँ न कहीँ हुन्छ। ओके, अब लास्ट क्वेसन अब राजु दाईलाई राजु दाई कुरा चाहिँ गीतालाई चाहिँ राजु दाईले अहिले बोल्नेको चाहिँ एउटा कोच मात्र होइन, एउटा दाजु सम्झेर पनि चाहिँ साङ्गीतिक क्षेत्रमा केही पऱ्यो भने भन्दाखेरि त्यो हो बहिनीलाई मलाई चाहिँ साँच्चीकै भन्नुपर्दा माथि हेर त अनि सजिलो हुँदो रहेछ। म माथि हेरेँ, ठिक भयो, बल्ल रोक्यो। खुसी लागेको छ भन न। सरी यो चाहिँ खुसीको हाँसो है। साँच्चीकै भन्नुपर्दा हामी सबै 16जना टिम हुँदा पनि हामी 8 जना चेली थियौँ। सबैजनालाई आफ्नै सम्झेर सम्झाउनु हुन्थ्यो। अझै पनि
अहिले पनि म फाइनलमा पुग्दा हामी 5 मिनट सँगै भएर पनि नानी यस्तो यस्तो उस्तो यस्तो गर्नुपर्छ आफ्नै बहिनी जस्तो सम्झेर सम्झाउनुहुन्छ। अनि मेरो पनि दाइ हुनुहुन्न, साँच्चीकै मैले आफ्नै दाइ माने जस्तो लाग्छ। दाइ पाएँ, एकदमै माया पाएँ। अनि दाइ त सानै छ। ओके हस्, थ्याङ्क यू सो मच। हाम्रो भविका बहिनीले पनि केही शब्द राख्नुभयो भने कस्तो रह्यो केही क्रमै। र हाम्रो राज सरलाई अझै कति धेरैले खादा लिएर आउनु भएको छ। सो जति पनि ल्याउनु भएको छ अगाडि आएर खादा लगाइदिनु होला। यति बेला नेपाल मगर चलचित्र सङ्घकी कोषाध्यक्ष हाम्रो जानमाली मगरजी आउनु भएको छ। त्यसै गरी नेपाली कल्चर मिडियाका अध्यक्ष हाम्रो अविनाश थापा सर पनि हुनुहुन्छ। त्यसै गरी हाम्रो गायिका रुचा दिदी हुनुहुन्छ।